हेलो साथीहरु, वेलकम छ कुशवा ब्लगमा। यही महिना चाहिँ दुईटा कम्पनीको चाहिँ आईपीओ शेयर निकासन हुन जाँदैछ। यो चाहिँ कुन कम्पनीको चाहिँ आईपीओ शेयर निकासन हुँदैछ, जुन कम्पनीमा हजुरहरु चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। यही जेठ 6 देखि र 20 गतेसम्म आईपीओ शेयर निकासन हुन जाँदैछ। सबैभन्दा पहिला अगाडि कुरा गर्ने हो कि सर्वसाधारणलाई एप्लाई गर्नको लागि सान्वी इनर्जी लिमिटेडले चाहिँ आईपीओ शेयर निकासन गर्न जाँदैछ। यही जेठ 9 देखि आईपीओ शेयर आफ्नो निकासन गर्न जाँदैछ, जुन आईपीओ शेयर हजुरलाई 20 लाख भन्दा बढीलाई पर्ने हुन्छ, जसमा 24,15,300 किता चाहिँ आईपीओ शेयर निकासन हुँदैछ, जसमा हजुरहरुलाई 2,41,530 जनालाई चाहिँ यो आईपीओ शेयर पर्नेछ। यो आईपीओ शेयर चाहिँ सर्वसाधारणको लागि मात्र निकासन हुँदैछ। त्यस्तै गरेर अर्को कम्पनी रहेछ कि विकास हाइड्रो पावर कम्पनीले चाहिँ विदेशमा बस्ने नेपालीहरुको लागि पनि आफ्नो आईपीओ शेयर चाहिँ निकासन गर्न जाँदैछ। विदेशमा बस्नेहरुको लागि यो विकास हाइड्रो पावर कम्पनीले चाहिँ यही जेठ 6 देखि आफ्नो आईपीओ निकासन गर्न जाँदैछ, जसमा हजुरहरुलाई 3,54,550 किता चाहिँ शेयर आफ्नो निकासन गर्दैछ। मात्र यसमा चाहिँ विदेशमा बस्नेहरु जुन डिमेट अकाउन्ट खोल्नु भएछ, विदेश रिमिटान्स खाता छ, उनीहरुलाई मात्र यो आईपीओ शेयर चाहिँ एप्लाई गर्न मिल्छ। जस्तैमा यो विकास हाइड्रो पावर कम्पनीको प्रबन्धक चाहिँ प्रभु क्यापिटल चाहिँ रहेको छ। अब चाहिँ यो कम्पनीमा शेयर परेपछि हामी होल्डमा राख्ने कि नराख्ने, यसको ईपीएस कति रहेछ, त्यो सम्पूर्ण भिडियो चाहिँ अर्कोमा मैले बनाएर डिटेल हजुरलाई चाहिँ अपलोड गर्ने छु। सान्वी इनर्जी लिमिटेडको चाहिँ मात्र सर्वसाधारणको लागि एप्लाई गर्नको लागि आईपीओ शेयर आफ्नो निकासन गर्दैछ, जसमा विकास हाइड्रो पावर कम्पनीले मात्र विदेशमा बस्ने नेपालीहरुलाई मात्र आईपीओ शेयर निकासन गर्न जाँदैछ। आजको भिडियो चाहिँ यति नै हो। यदि यो भिडियो चाहिँ हजुरलाई मन पर्यो भने कुशवा ब्लगलाई सब्स्क्राइब गरी बेल आइकनलाई क्लिक गरी नोटिफिकेसनलाई अन गरिदिनु होला।